हेलो साथीहरू, आज चाहिँ मैले हाम्रो पाहाडमा पाइने एकदमै अर्ग्यानिक एकदमै मिठो च्याउ पकाउन लागिरहेको छु है। यसलाई मैले धुँदैछु। यो केलाएर यतिको रेडी भइसकेको छ। म सबै यसको पातहरू हाल्नेछु, पकाइसकेर पनि हाल्नेछु, पकाएको पनि देखाउने छु है त हजुरहरूलाई। म चाहिँ अब पकाउन गइरहेको छु साथीहरू। तेल खरिँदैछ। यता मेरो प्याज रेडी भइसकेको छ। अब चाहिँ म प्याज लाउन गइरहेको छु। मैले चाहिँ अब थोरै बेसार पनि लाएको छु। बेसार लाएर हल्का म प्याज फुलाउने छु। प्याज यतिको ब्राउन भयो। अब चाहिँ म यसमा च्याउ लाउँछु है साथीहरू। अब चाहिँ म यसमा च्याउ लाउँदैछु। चलाउनु पर्ने हुन्छ। अब चाहिँ यसरी पानी निस्किन थालेको छ नि त। अब म यसमा हल्का नुन लाउँछु अनि म यता अदुवा लसुन जिरा पिस्दैछु अनि त्यसपछि हल्का पानी सुकेपछि लाउने छु। अब मैले हल्का नुन पनि लाएँ ल। उता च्याउ पाक्दैछ, यता म मसला पिर्नलाई रेडी गरिरहेछु अनि यो मसला पनि म त्यहाँ लाउने छु साथीहरू। यहाँ मैले मसला पनि रेडी गर्दैछु। यसलाई चाहिँ अब यस्तो जोड लाएर पिस्नुपर्ने हुन्छ साथीहरू। यतिको मसला पिस्न म सफल भएको छु। यतिको भइरहेको छ। अब हेर्नु है साथीहरू, म यसमा मसला लाउन गइरहेको छु। साथीहरू अब चाहिँ टमाटरको फालो। मैले चाहिँ टमाटर पनि लगाइसकेको छु। अहिले चाहिँ मेरो च्याउ यतिको भएको छ ल। अब पुरा पानी सुक्दैछ नि त अनि अब अलिक पानी सुकाउने छु अनि रेडी। अब चाहिँ म धनियाँ काटेर लाउँछु ल। यतिको बनाउन सफल भए। अब चाहिँ हल्का धनियाँ, यतिको रेडी भएपछि चाहिँ मेरो बुढाले खाना पुरा यहाँनिर तयार भइराख्नु भएको छ ल। एकचोटि खाएर भनिदिनुहोस् त मेरो साथीहरूलाई कस्तो छ त यसको टेस्ट। कस्तो छ त टेस्ट? टेस्टी।